nepalnews.com. News from Nepal as it happens. आज मिति 2070 साल जेठ 24 गते शुक्रबार काठमाडौँबाट प्रकाशित नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेपमा स्वागत छ। आज प्रकाशित दैनिक पत्रिकाहरूले निर्वाचन आयोगद्वारा कार्तिक 28 गते निर्वाचन गर्न प्रस्ताव, राष्ट्रपतिद्वारा राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता, पूर्व सभासद सदरुल मियाको हत्यामा आफ्नै छोरी र केटा साथी संलग्नता रहेको प्रहरीको भनाई शीर्षकका समाचारका साथै अन्य विषयवस्तुहरूलाई पनि प्रमुखताका साथ प्रकाशित गरेका छन्। निर्वाचन आयोगको प्रस्ताव कार्तिक 28 मा चुनाव शीर्षकको समाचारमा कान्तिपुर लेख्छ, निर्वाचन आयोगले कार्तिक 28 मा संविधान सभाको चुनाव तिथि घोषणा गर्न सरकारलाई सुझाव दिएको छ। हामीले सरकारलाई कार्तिक 28 मा निर्वाचन गर्न उपयुक्त हुन्छ भन्ने सुझाव दिएका छौं। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बिहीबार गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित छलफल कार्यक्रममा भने, सरकारले मंसिर 7 का लागि गृह कार्य गरेको सुनेको छु। हाम्रो अध्ययन अनुसार त्यो पनि ढिला हुन्छ। आयोगको अनौपचारिक प्रस्तावको कुनै जवाफ नदिए पनि सरकारले मंसिरको पहिलो साताभित्र निर्वाचन गराउने बताउँदै आएको छ। आयोगले मौसम विज्ञान विभागको विगत 30 वर्षदेखिको तथ्याङ्क मगाएर अध्ययन गरेको उल्लेख गर्दै उनले मंसिर 5 पछि उच्च पहाडी क्षेत्रमा हिमपात सुरु हुन सक्ने भएकाले निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताए। मंसिर 5 मा पुर्याउँदा पनि हिमाली भेगका कुनै क्षेत्रमा पुनः मतदान गराउनु पर्ने अवस्था आएमा अप्ठ्यारो पर्न सक्छ उनले भने। त्यसले कार्तिक 27 गतेको ठूलो एकादशीको भोलि वा पर्सि पल्टको तिथि उपयुक्त हुने देखिएको हो। पहिले पनि यस्तै तिथिमा चुनाव भएको थियो। सोही पत्रिकाले कुनमिङबाट चियाउँदै चीन शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। राष्ट्रपति भेटघाटमै शीर्षकको समाचारमा नयाँ पत्रिका लेख्छ, राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान सभा चुनावको विषयमा दलका शीर्ष नेताहरूसँग बिहीबार पनि भेटघाटलाई निरन्तरता दिएका छन्। उनले बिहीबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य दलका नेताहरूसँग परामर्श गरेका छन्। भेटमा माओवादी अध्यक्ष प्रचण्डले मंसिरमा चुनाव हुनेमा आशंका हटाउन चुनावका लागि सबै काम तत्काल सुरु गर्नुपर्ने बताएका थिए। राष्ट्रपति यादवले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा मंसिरमा चुनाव सुनिश्चितका लागि वातावरण बनाउन पहल अघि बढाउन आग्रह गरेका थिए। उनले निर्वाचन कानूनमा सहमति नबनेको चुनावको मिति घोषणा गर्न ढिलाइ भएको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए। पूर्व सभासदको हत्यामा आफ्नै छोरी र केटा साथीको संलग्नता शीर्षकको समाचारमा नेपाल समाचार पत्र लेख्छ, पूर्व सभासद सदरुल मियाको हत्यामा उहाँकै छोरीको केटा साथी संलग्न रहेको रहस्य सार्वजनिक भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सप्तरीको सीमा क्षेत्रबाट पक्राउ गरेका एक अभियुक्तको बयानबाट उक्त रहस्य सार्वजनिक भएको हो। सप्तरीको कल्याणपुर 2 मा बसेका पूर्व सभासद हकको हत्या भएको थियो। उहाँको शव जेठ 7 गते उहाँले नै सञ्चालन गर्नुभएको पेट्रोल पम्पसँगै रहेको घरमा भेटिएको थियो। उहाँ सोही घरमा मृत अवस्थामा भेटिनु भएको थियो। सभासद हकको हत्यामा छोरी र छोरीका केटा साथीको भारतीय सार्प सुटरलाई मोटो रकम दिएर हत्या गर्न लगाएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। सोही पत्रिकाले छोरी बलात्कार गर्नेलाई 16 वर्ष जेल शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। सिद्धार्थ विकास बैंक ऋण प्रकरण गेवाली र ढकाल 10 दिन थुनामा शीर्षकको समाचारमा नागरिक लेख्छ, किस बैंकका सीईओ कमल गेवाली, पत्नी गौरी खनाल गेवाली र किशोर ढकाल विरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले कमसल धितोको अधिक मूल्याङ्कन गराई कर्जा अपचलन बैंकी कसुर गरेको अभियोग लगाएको छ। ब्युरोले बिहीबार गेवाली र ढकाल विरुद्ध पुनरावेदन अदालत पाटनमा प्रारम्भिक अभियोग पत्र पेश गर्दै अनुसन्धानका लागि 10 दिन म्याद दिएको छ। ढकाल र गेवालीले सिद्धार्थ विकास बैंकबाट जमको प्रकाशन प्रणालीका नाममा 13 करोड ऋण लिँदा राखेको धितो वास्तविक मूल्य भन्दा 4 गुणा बढी रहेको ब्युरोको दाबी छ। राष्ट्र बैंकको प्रतिवेदन अनुसार 13 करोड व्यापारिक कर्जा लिँदा बैंकमा गौरीको नाममा रहेको रवि भवन स्थित किता नम्बर 264 र 265 को जग्गा राखिएकोमा उक्त जग्गाको वास्तविक मूल्य 6 करोड भए पनि 25 करोड मूल्याङ्कन गराएको उल्लेख छ। अदालतले प्रहरीलाई अनुसन्धानका लागि 10 दिन म्याद दिएको छ। ढकाल र गेवाली दुवै प्रहरी हिरासतमा छन्। ब्युरो टोलीले गेवालीलाई बुधबार साँझ, ढकाललाई बिहीबार बिहान पक्राउ गरेको हो। सिद्धार्थ विकास बैंकको ऋण प्रवाहमा बदनियत रहेको खुलेपछि राष्ट्र बैंकले एक साता अघि ब्युरोलाई अनुसन्धान प्रतिवेदन पठाएको थियो।
असारसम्म 18 पुगे मताधिकार, इमर्जेन्सीमै डाक्टर छैनन्, सर्जरीले मेडिसिनले सर्जरीलाई पन्छाउँदै बिरामीको ज्यान गयो, सेनाले हेलिकप्टर तत्काल नकिन्ने शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। कालो सूचीमा पर्नबाट जोगियो देश शीर्षकको समाचारमा गोरखापत्र लेख्छ, नेपालले अन्तर्राष्ट्रिय जगतमा जनाएको प्रतिबद्ध अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी थप 2वटा कानून बनाएको छ। सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी दोस्रो संशोधन र फौजदारी कसुर सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि बिहिबार राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष पठाएको छ। यी कानून पारित भए फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई कालो सूचीमा राख्ने सम्भावना टर्नेछ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले मन्त्री परिषदको बिहिबारको निर्णयबाट कार्यदलको आउँदो प्लेनरीमा नेपाल कालो सूचीमा पर्ने सम्भावना टरे पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी आवश्यक नियमहरू बनाउने र यसलाई कार्यान्वयन गर्ने विषय भने अझै चुनौतीका रूपमा रहेको बताउनु भएको छ। अध्यादेश सिफारिस शीर्षकको समाचारमा सोही पत्रिका लेख्छ, सरकारले सम्पत्ति शुद्धिकरण दोस्रो संशोधन अध्यादेश र फौजदारी पक्षबाट प्राप्त सम्पत्ति र कसुरसँग सम्बन्धित साधन रोक्का राख्ने, नियन्त्रण लिने र जफत गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले न्याय परिषद दोस्रो संशोधन अध्यादेशको मस्यौदालाई अन्तिम रूप दिने सम्बन्धमा कानून तथा न्याय मन्त्रालयबाट पारित प्रस्तावलाई विधेयक समितिमा पठाउने र सो समितिको सिफारिस अनुरूप प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो। सोही पत्रिकाले नेपालमा लगानी गर्न चिनिया उद्यमीलाई आग्रह, राष्ट्रपतिसँग भेटवार्ता, चुनावमा केन्द्रित हुन ध्यानाकर्षण, रातो मछिन र नाथको जात्रा विश्व सम्पदा सूचीमा गर्ने तयारी शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। खाने तेलमा अर्ब बढी भ्याट गैर कानूनी फिर्ता शीर्षकको समाचारमा अन्नपूर्ण पोस्ट लेख्छ, खाने तेल आयात गर्ने केही कम्पनीले राज्य कोषमा दाखिला भएको 1 अर्ब रुपैयाँ भन्दा बढी मूल्य अभिवृद्धि कर भ्याट कानून विपरीत फिर्ता लिएको पाइएको छ। भट्टमा सनफ्लावर र तोरीको तेल बिक्री तथा उत्पादन गर्ने विभिन्न 10 कम्पनीले विदेशबाट प्रशोधित तेल आयात गरी कच्चा पदार्थ ल्याएको कागज मिलाएर 50% भ्याट फिर्ता लिएको दावी महालेखा परीक्षकको कार्यालयले गरेको छ। खाने तेल आयात कम्पनीहरूले भान्सामा लगेर पकाउन मिल्ने तयारी तेल ल्याएर कानून विपरीत ठूलो रकम भ्याट फिर्ता लिएको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयका प्रवक्ता एवं नायब महालेखा परीक्षक बाबुराम गौतमले अन्नपूर्ण पोस्टसँग भने, कानूनको गलत प्रयोग गरेर राज्यकोषमा आएको जनताले तिरेको करको रकम ती व्यापारीबाट असुल गर्न हामीले सरकारलाई निर्देशन दिएका छौं। सोही पत्रिकाले प्याकेजमा चाँडै निर्णय गर्दै सरकार शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। हवस् त आजलाई नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेप यति नै। nepalnews.com News from Nepal as it happens.